वाह क्या मिठो भाषण हौ, क्या गजबको भाषण थियो। वाह 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 क्या दामी थियो, नेताजीको भाषण साह्रै मिठो भनेर हामी पछि पछि लाग्ने हामी नेपाली जनताहरू अहिले श्रम संस्कृतिले चाहिँ भाषण होइन काम गर्नु पर्यो, आउनु पर्यो, केही परिवर्तन गर्नलाई चाहिँ श्रम गर्नु पर्यो, श्रम नगरी विकसित हुँदैन, काम गर्नु पर्यो अनि पो परिवर्तन हुन्छ भनेर भन्दाखेरि म त्यो ढुङ्गा बोक्ने जस्तो देख्छु, म त्यो फोहोर सफा गर्ने जस्तो देख्छु, क्या मालिक हो, धनी मान्छे हो, पैसावाला हो भनेर नहुने रहेछ परिवर्तन। परिवर्तन गर्नको लागि त श्रम नै चाहिने रहेछ के। अनि फेरि भन्छौँ पैसा सबैभन्दा जिन्दगीमा इम्पोर्टेन्ट हो, सबैभन्दा ठुलो हो, पैसा नभएसम्म केही हुँदैन भन्ने, अनि काम चाहिँ यस्तो पछाडि हात लाएर हिँड्ने, काम भने जेरो, अरूको आश गरेर कहाँ हुन्छ त। काम गर्नुपर्ने रहेछ के। त्यही भएर श्रम संस्कृतिमा भोट हालौँ न, हामी सबै जनतालाई न्याय मिल्छ कि होइन। जय देश जय माटो, के कसो।